हुन्छ झन् राम्रो खाना पाइहालिन्छ लटे झाँक्री नै ल्याएको राम्रो लाग्छ मलाई जे पनि दिनुहुन्छ नि त नि चुरोट युट्युबमा हेरेको चुरोट खानलाई चुरोटै उयो थुक्पा खानलाई थुक्पा नै मोमो खानलाई मोमो नै दिनुहुन्छ नि त नि हो त्यस्तो मोबाइलमा हेरेको के थाहा मलाई अन्त भाले चाहिँ एउटा काटेर अन्त उयो मोड कुटाएर चलाउने त्यो चाहिँ अरू जनताहरूले पनि मानेको छैन नि त त्यही भएर त्यो चाहिँ मलाई थाहा भएन तर खाना पाइन्छ लटे झाँक्री नै मनपर्छ शिवशक्ति बाबा मन पर्दैन 30 रुपियाँ गोपे म त डर पो लाग्छ तर म चाहिँ दिउँसो जबरजस्ती भने अब म त दुनियाँले पागल भनिसक्यो मेन्टली भन्छ बाबा पनि मेन्टली भनेपछि त छरछिमेकी पनि भन्छ त्यही भएर म त दिउँसो त जबरजस्ती भयो भने उतानै परे पनि घोप्टै पऱ्यो जबरजस्ती सफा गर्छु होइन सफा गर्छु झाडु कुचो लाउँछु सफा गर्छु अझै त अलिक आउँदैन ठिकठाक क्या सुन्दा नेपाली मात्रै मन लाग्छ परेवाको मासु चाहिँ किनभने परेवाको मासु नै मलाई बिगारेको छ नि त त्यही भएर परेवाको मासु चाहिँ खानु मन लाग्छ परेवा त अहिले भेटिँदैन यता आफन्तकोमा पनि छ परेवा त तर बच्चाहरू हेर्नुपर्छ होला आफन्तकोमा छ नि त परेवा त्यही भएर त हामी यहाँ धामी लगाएको मैले कुन फुल कुन फुल हो मोबाइल चाहिँ के हो पनि यो फुल हेरेको नि फुल खिचेको फुल हेर्दाखेरि त मोबाइल हेरेको भाइ अनि फुल खिच्नु पर्यो नि त यति राम्रो छैन फुल उहाँ आँखा देख्नु न क्या उहाँ अन्धा हो यति राम्रो फुल कुन फुल हो यस्तो फेरि यति राम्रो फुल रहेछ अनि खिच्नु भएको मान्छेलाई खिच्नु हजुर नखानु भने मान्दै भन्दैन ए ठिक छ त ठिक छ त नि यो त राम्रो फुल रोप्नु पर्यो नि यो काम गर्न दिनु नि कहाँ रोप्नु भयो फुल छ नि जान्न उता हेर्नुलाई बाबाले ल हिँड्नु त देखाउनु त तपाईँ म त नदेखाउने देखाउनु पर्छ मेरो काम छ हैन हिँड्नु न एकछिन काम छोडेर म त आफ्नो काम नसकिकन उता जान्न के अरूलाई ए ल आफ्नो काम गर्नुपर्छ हो त्यो पनि ठिक हो ल बहिनी ल मलाई त गर्नु भयो तपाईहरु उता जानु न ए हो पसिना पनि साइडमा फुलाउनु ल हुन्छ कति राम्रो हो फुल राम्रो बस्छ नानी हजुर गर्दैछु भर्खर हुँदैछ दर्शक तपाईहरु जसले यो भिडियो हेर्दै हुनुहुन्छ तपाई हाम्रो काँधमा एउटा फेरि एउटा जिम्मेवारी थपिएको छ यो उदयपुर जिल्लाको चौधनीगढी नगरपालिका वार्ड नम्बर 3 हो जुन तपाईले यो ब्याकग्राउन्डमा देखिरहनु भएको एक्लो घरमा यी नानीको बिजोग अवस्था छ यसो झट्ट हेर्दा मानसिक समस्या जस्तो देखिने अस्मिता राईको कहानी एकदमै दर्दनाक छ उसको पीडाहरू हामीले तपाईहरुमा आज राख्ने कोसिस गर्दैछौँ र यो भिडियो हेरिसकेपछि यो नानीको समस्या के हो यी नानीलाई के रोग लागेको हो र उपचार के हुन्छ तपाईले हेरेर सम्बन्धित व्यक्ति हुनुहुन्छ यो रोगसँग सम्बन्धित व्यक्ति हुनुहुन्छ अथवा कोहीसँग चिन्जान छ भने यो भिडियो सम्बन्धित व्यक्तिसम्म पुर्याएर तपाईले सल्लाह सुझाव दिन सक्नुहुन्छ र यो नानीले उपचार पाउनको लागि तपाईले भिडियोलाई धेरैभन्दा धेरै सहयोग गरिदिनु हुन अनुरोध गर्दछु आस्मिता राई भन्दा नि हुन्छ आस्मिता राई कति वर्ष पुग्नु रहेछ 22-23 वर्ष होला मम्मी भन्नुहुन्छ 58 साले भन्नुहुन्छ बाबा भन्नुहुन्छ 57 साले भन्नुहुन्छ ए बाबा भन्नुहुन्छ 58 साले भन्नुहुन्छ मम्मी भन्नुहुन्छ 57 साले भन्नुहुन्छ अनि 22-23 वर्ष थाहै छैन मलाई त मेरो नाम आस्मिता कसरी पो थाहा पनि छैन अस्मिता भनिराखेको एकैचोटि उमेशले आस्मिता भन्नु भएर छ म त बद्रिसाले यसरी हेर्नु भएको थियो अस्मिता भन्नु चुप लागि बसिरहेको भए त आस्मिता रहेछ मज्जाले हेरेको त आस्मिता नै रहेछ कति वर्ष आस्मिता नि फेरि अर्कै तरिका रहेछ नि त 23 वर्ष पुग्यो अस्मिताको स्पेलिङ भन्नु त ए एसएमआईटी अस्मिता उमेशले भन्नुहुन्छ अस्मिता अर्कै खालको रहेछ नि त म चाहिँ अ लेख्छु हैन अनि अनि आदि समिता हुनु पनि अर्कै खालको अस्मिता रहेछ आस्मिता रहेछ के अनि म त हेरेको कति कक्षा पढ्नु भयो तपाई 8-9 सम्म 8 कक्षा पढेको मनमनिसको डाँडा स्कुल भन्छ जर्खे डाँडा पनि भन्छ छिटो मिठो अनि 9 कक्षा पढेको फेल भएको आँखा कमजोर भएर फेल भएको अनि पढाइ सहायता छैन त्यही गुन्जानको यो भात दिन पकाउँदै बस्दै चुला चौका गर्दै बस्दै अहिले तपाई बिमारी हुनुहुन्छ भनेर हामी तपाईलाई भेट्न आएको वास्तवमा के बिमार छ तपाईलाई थाहा छ खै जंगली लाग्यो भन्नुहुन्छ म त केही पनि थाहा छैन अब बुवा आमाले नि जंगली पागल नि भनेपछि त छोरीले के भन्ने हैन त्यही हो पागलले हैन के हुन्छ तपाईलाई के हुन्छ भनौं न खै मुटु ढुकढुक हुन्छ खै के हुन्छ छिटो बोल्नु मन लाग्छ छिटो सबै काम गर्नु मन लाग्छ एकदम रिसमा हुन्छ राम्रोसँग बोल्नु भने राम्रै मन लाग्छ हैन तर बोल्नु भने एक रिस उठ्छ नि आइसा हान्नु मन लाग्छ के एकचोटि तर जस्तो राम्ररी बोल्नु भने चाहिँ मजा आइज राम्रो लाग्छ अनि रुरु गर्नु बित्तिकै रिस उठिहाल्छ मलाई त बाउ न आमामा त हान्दिहाल्छ बिस्तारै राम्रोसँग बोल्यो भने बोल्न मन लाग्छ मलाई जे भने त्यही मेरो इच्छाहरु पुरा होस् हैन कति कक्षासम्म पढ्नु भयो रे 9 कक्षासम्म मात्र भयो छोड्नु फेल भएर आँखा कमजोर भयो अनि फेल भयो अनि आँखा कमजोर भन्दा पनि चस्मा लगाएर त देखिहालिन्छ तर पैसा नभएर फेल भएपछि म्याथमा 0 इंग्लिशमा 0 साइन्समा 0 भएपछि अनि फेल भयो फेल भएपछि तपाईलाई चस्मा किन्ने भने स्कुल जानुहुन्छ चस्मा लगाए त आँखा देख्दिन भन्दा नि चस्मा लगाए त देखिन्छ तर यो फेल भइहाले नजानेर खुला आँखाले कति देख्नुहुन्छ खै थाहा भएन त्यो त हेर्नै पर्छ चेक गर्नुपर्छ अस्पतालमा
कलर त घिउ कलर त होइन अनि कलर नाम पनि आउँदैन इङ्ग्लिसबाट नि आउँदैन नेपालीबाट नि आउँदैन सबै 0 हो भने त एकछिन नेपाली जस्तो तपाईँ 9 कक्षा पढ्दा पढ्दै तपाईँले छोड्नु पर्यो होइन त्यो बिमारीकै कारणले छोड्नु पर्यो होइन पैसा नभएर फेरि पढ्नलाई पैसा भएन त्यही भएर समस्या भएर नि सबै कुरो अब चस्मा लगाए त देखिहालिन्छ नि त प्रब्लम कुनै अब भेषकुमारी मेरो साथी भेषकुमारी लाउँछ भविष्य नि लाउँछ त कति रोल नम्बर थियो तपाईँको 9 क्लास 9 क्लास पढ्दा न त 47 होला सायद 47 अनि 48 यतापट्टि ईश्वरको पनि थियो यसै हेरेको थियो इक्जाममा ईश्वरले त योहरू पनि बनाएको थियो एप्लिकेसनहरू लेखेर अनि तँहरू चिठीहरू त केटीहरूको फोटोहरू पनि देखाएको त्यो एप्लिकेसनमा त हुनुपर्छ नि हो त अनि म त आउँदैन अनि त ईश्वर चाहिँ पास हुन्छ होला म त फेल भएँ भनिरहेको म त आफै के पास फेल म आफै थाहा पाउँछु अनि आफूलाई थाहा हुन्छ नि त होइन समिसेलाई भन्दा नि आफूलाई थाहा हुन्छ नि त कति लेख्यो के लेख्यो भनेर अनि जे पनि 0 अनि उयो के अरे सरले भन्नुभएको मिसले भन्नुभएको थियो बालमन्दिर स्कुलमा यो साइन्समा त हिसाब भएन अनि त हिसाब गरेन भने त फेल हुन्छ भन्नुभएको थियो अनि उमेशले चाहिँ भन्नुभएको थियो नेपालीमा त जे लेख्दा पनि हुन्छ भन्नुभएको थियो अनि इङ्ग्लिस त आउँदैन अनि जे पाए त्यही कति बेला चाहिँ तपाईँलाई रिस उठ्छ कि राम्रोसित बोल हिया गरौँ भने मलाई हिया गर्नु मन लाग्छ त्यस्तै हो उता हिया गर्नु भन्छ हिया गर्नु मन लाग्छ डाङ्की डाङ्ग मन परि बोल्नु मलाई मन परि बोल्न आउँछ तपाईँलाई रातमा बढी यो बिमार लाग्छ या दिन बढी म त 24 घन्टा यस्तै हो तपाईँ राम्रोसँग बोलिहाल्नु भएको छ मैले राम्रोसँग बोलिरहेको छु होइन ऊ त्यस्तै अब जे पाए त्यही भने म पनि जे पाए त्यही राम्रोलाई राम्रै नराम्रै तपाईँ एउटा अब अझै मुटु डुडु भइरहेको छ नडराउनुहोस् म आफै भइरहेको छ तपाईँको दाइ हो दाजु हो होइन म दाजु हो नि होइन हजुर ला म थाहा पनि छैन है परिचय पनि कस्तो केही भएन ढोका पनि भएन हामी राई तपाईँ पनि राई होइन जस्तो तपाईँ अब होइन रिसाउनुहुन्छ त्यति बेला चाहिँ मान्छेलाई कुट्नु मन लाग्छ कुट्न मन लाग्छ गालीको चाहिँ बोल्नु मन लाग्छ कुटिहाल्नु चाहिँ मन लाग्दैन गाली गर्नु मन लाग्छ मेरो सानो सानो भाइ बहिनीहरूलाई चाहिँ कुट्नु मन लाग्छ आफूलाई ठुलोलाई चाहिँ कुट्नु मन लाग्दैन अघि मैले बुवा मम्मीसँग सोधेँ तपाईँले आफ्नो लुगाहरू पनि फुकाएर फ्याँक्नुहुन्छ अरे हो हजुर हो त त्यसै गर भन्छ मलाई त्यसै अराउँछ नि त लुगा निकाल भन्छ निकाल्छु लुगा लगाएर लाउँछु त्यो आफ्नो मनमै भन्छ आफ्नो मनमा त्यसै भन्छ मलाई जस्तो हामी अब नर्मल अवस्थामा त हामीलाई लाज लाग्छ नि त त्यति बेला तपाईँलाई लाज लाग्छ लाग्दैन त्यसै निकाल भने निकाल्छु ननिकाल भने निकाल्दैन अर्को नै उयोमा हुन्छ नि लाज चाहिँ लाज फिल अरूकै अर्डरमा हुन्छ नि त मेरो बसमा हुँदैन नि त त्यही भएर त्यस्तो तपाईँलाई भित्र मन नभन्छ त्यो भन्ने मान्छे अथवा वस्तु कस्तो छ भित्रैबाट आउँछ थाहा भएन भित्रैबाट त्यस्तो केटा थुप्रो बोल्छ केटाहरू पनि बोल्छ केटीहरू पनि बोल्छ थुप्रै बोल्छ भित्रैबाट बोल्छ अब कानमै गर्नुपर्छ होला सायद अपरेसन त्यो कानमा आवाज दिन्छ कि त्यसले मनमा दिन्छ मनमा हुन्छ हजुर मनमा थुप्रै आउँछ तिनीहरू मेरो साथीहरू राम्रो साथीहरू मैले मन पराएको राम्रो साथीहरू मान्छेहरू आउँछ नराम्रो पनि आउँछ राम्रो पनि आउँछ नराम्रो चाहिँ अलिअलि मात्रै आउँछ राम्रै आउँछ त्यही जस्तो त नराम्रो चाहिँ अलिअलि मात्रै आउँछ त्यस्तो मन मात्रै आउँछ राम्रो कल्पना गर्दाखेरि ती भन्ने तपाईँलाई त्यो लुगा फुकाल भनेर भन्ने मान्छेहरू जिउँदो हो कि मरेको जस्तो लाग्छ मरेको मान्छे तिनीहरू सबैजना मरेको जस्तो लाग्छ मरेको जस्तो जिउँदो भने त यसरी आम्ने सामने हुन्छ नि त आइस एलिजाको हजुरबाले भने जस्तो आम्ने सामने चाहिँ छैन बेकारमा कन्डो पछाडि के हो भने जस्तो कि टिकटक बिहान भयो भन्छ बिहान भनेको थाहा छैन त्यो बन्द चाहिँ भएको होला जस्तो लाग्छ ती त्यस्तो तपाईँलाई त्यो तातो हुँदैछ फेरि तपाईँलाई त्यस्तो जुन छ नि त्यसरी लुगा फुकाल भन्ने नराम्रो काम लाउने चाहिँ त्यो कति बेला आउँछ प्राय राति नै आउँछ हजुर राति नै दिउँसो आउँदैन राति नै दिउँसो पनि कति सुट भन्दा कति उल्टो पनि बोल्छ सुल्टो पनि बोल्छ तर म चाहिँ दिउँसो जबरजस्ती भने अब म त दुनियाँले पागल भनिसक्यो मेन्टली भन्छ बाबा पनि मेन्टली भनेपछि त छरछिमेकी पनि भन्छ त्यही भएर म त दिउँसो त जबरजस्ती भयो भने उता नै परे पनि घोप्टै पऱ्यो जबरजस्ती सफा गर्छु होइन सफा गर्छु झाडु कुचो लाउँछु सफा गर्छु अझै बाँकी नै छ तपाईँहरू आउनुभएको थाहा पनि भएन एक्कासी आउनुभयो अनि बेलुका चाहिँ त्यो खोल भन्छ तपाईँ कामकारी हुनुहुन्छ घरभित्र त जेसुकै होस् न लुगा लाम कि नलाम कसले देख्छ र बाहिर चाहिँ मान्छे कामकारी हुँदो रहेछ सानैदेखि काम गर्छु सानैदेखि काम गर्नु ढिलो गर्छु तर राम्रो गर्छु ढिलो राम्रो गर्छु खोर्सानी मन पर्छ हरियो खोर्सानी मात्रै मनपर्छ तपाईँलाई रातो फुल मनपर्छ रातो फुल त मन त पर्छ त धेरै फुल गएर ब्लड गएर अनि त बिल्डिङ भएर अनि त्यो रातो चाहिँ हेर्नु मन लाग्दैन कुन फुलहरू तपाईँलाई बढी मनपर्छ सेतो मात्रै मनपर्छ मलाई त जस्तो तपाईँ एकछिन एउटा रातो फुल हेर्न सक्नुहुन्छ खै रातो पहेँलो चाहिँ अलिक सक्दिनँ तपाईँको बिमार के रहेछ थोरै अलिकति त्यसले रातोबाट एकदम निखुर रातो ल्याउनु सिमरिक पनि छ रङ पनि छ रातो यसरी थालमा हेर्दा पनि सकिन्छ फुलै ल्याउनु हेर्नुहोस् न तपाईँ थाहा हुन्छ म त सेतै मनपर्छ अनि त्यो रातो र त्यस्तो पहेँलो त्यो फुलले चाहिँ तपाईँको बिमार आउँछ क्या के कस्तो खालको बिमार रहेछ भन्ने कुरो त्यसले चाहिँ थोरै बताउँछ जस्तो तपाईँलाई अब तपाईँ 22-23 वर्षको भर्खरको एउटा होइन यङ हुनुहुन्छ तपाईँलाई तपाईँको मन परेको साथीहरू कोही केटा साथीहरू थियो कि थिएन
थुप्रै छ, थुप्रैले मन पराएको छ, तर मैले चाहिँ मन पराएको छैन किनभने गाँजा चुरोट भित्तीहरू खान्छ केटाहरू, मलाई त्यस्तो मन पर्दैन, त्यही भएर। भनेपछि तपाईँ अहिलेसम्म कसैलाई पनि मन पराउनु भएन? मन चाहिँ पराएको छ, तर बिहे चाहिँ भएको छैन। त्यस्तो उयो भित्रीबाट मन पराउँछ जस्तो चाहिँ लागेको छैन, किनभने त गाँजा चुरोट भित्ती जहाँ रक्सी डर्छ के खान्छ त्यस्तो चाहिँ खाने मान्छे मन पर्दैन। अनि यसो हेरी हिँड्छु, खोजी हिँड्छु, मेरो लागि कस्तो चाहिँ केटा छ भनेर यसो खोजिन्छ, खालि जो पनि त्यस्तै हाम्रो रुसे जस्तै दाइ जस्तै अलारे जस्तो देख्छु, अनि म त केही न केही। तपाईँलाई माग्न पनि आएको थियो अरे हो? थुप्रैले आउँछ, त्यही 30-35 वर्षकै केटाहरूले आउँछ, भर्खरकोले त आउँदैन, 30-35 वर्षकै केटाहरूले आउँछ। एउटा जो व्यक्ति दुईजनाले छाडेकोले माग्न आउँदाखेरि तपाईँले मना गर्नुभयो अरे होइन? छाडेको भन्नाले के? दुईजना श्रीमतीले छाडेको जुन एउटा पुरुष माग्न आयो अरे। त्यस्तो त केटीहरू त कति आउँछ, केटीहरूलाई छोडेको, केटाहरू त थुप्रै आउँछ, तर म चाहिँ छोडेको भने त्यस्तो चाहिँ फेरि मन पर्दैन। बोलीचाली त तपाईँको एकदम राम्रो छ, एकदम चुरोट खाने गाँजा खाने, म चुरोटको गन्ध मन पर्दैन, अनि चुरोट जहाँ रक्सी खाने मान्छे मलाई पटक्कै मन पर्दैन। अब त्यस्तो मान्छे त संसारमा खोज्दा पनि पाइँदैन, त्यही भएर यस्तो तपाईँको बोलीचाली त एकदम ओयल छ, एकदम नरम छ, राम्रो छ, मिठो छ। ओयल छ तपाईँ? ओयल भनेको चाहिँ के हो? ठिकठाक। ओयल भनेको चाहिँ ओयल भनेको एकदम राम्रो। इङ्ग्लिस त अलिक आउँदैन, ठिकठाक क्या? शुद्ध नेपालीमा त मलाई ठिकठाक कि जति तपाईँले जुन होइन हामीले सोधिरहेछौँ त्यो बराबर तपाईँले एन्सर दिनु। जति प्रश्न त्यति एन्सर दिएको त मिल्छ त, जे पाए त्यो बोलेको त फेरि राम्रो हुँदैन नि त, जति प्रश्न त्यति एन्सर दियो भने ठिक हुन्छ। यो परिवारमा तपाईँको दाजुभाइ कतिजना छ? बाउ आमा छोराछोरी मात्रै थाहा छ, म त अरू त थाहा छैन। दाजुभाइ छ छैन तपाईँको? छैन। जस्तै मेरो बुवा हुनुभयो, आपा हुनुभयो होइन, राईको त आपा भन्नुपर्छ, थाहा पनि छैन। म त आपा, मम्मी, म अनि दाई मात्रै, रोशन दाई मात्रै। जम्मा दुईजना मात्रै हो छोराछोरी? अनि अनिसा दिदी पनि हुनुहुन्छ एउटा, त्यो अनिसा दिदी चाहिँ फेरि पहिले नै बिहे गरेर जानुभएको। यो चाहिँ अलिक हेर्न सक्छु, रातो चाहिँ हेर्न सक्दैन, हिमालयको घरमा भएको रातो चाहिँ हेर्न सक्दैन। अनिसा दिदी पनि हुनुहुन्छ। यो रातो होइन दाजु, यो त गुलाबी हो। सौतेनी भए पनि मैले राम्रो गरेको छु नि त। अब छोरी मान्छे 14 वर्षमा बिहे भएको अनुसार यो फुल तपाईले हेर्न सक्नुहुन्छ? आउँदै जाँदै गर्नु। यो त हेर्नुहुन्छ हैन? यो त हेर्न सक्छु। रातो चाहिँ हेर्न सक्नुहुन्न? त हिमालयमा जस्तो रातो चाहिँ हेर्न सक्छु। एकदम रातो चाहिँ। सिमरी घर सिन्दुर रातो छ, त्यस्तो चाहिँ हेर्न सक्छु। धेरै गएर रिङटा लागेको छ नि त। 14 दिनसम्म उयो मेरो यो रातो फुल हेरेपछि तपाईलाई कस्तो हुन्छ? रिङटा लाग्छ, यस्तो यस्तो हुन्छ। जस्तो यो समाउनु त? यो त राम्रो छ, यो त मन पर्छ। यो त मन पर्छ। हजुर, रातो चाहिँ तपाईको हो भनेपछि तपाईलाई रातोले चाहिँ समस्या बनाउँछ। रातो धेरै गयो नि त, त्यही भएर यहाँनिर सिकारी पूजा थियो, म जानु पर्यो भनेको मिस भइहाल्यो। अनि मिस भए त जानु हुँदैन भन्नुभयो, अनि त्यो ठिकै छ त नजाउँला नि त, फेरि अर्को साल त जाउँला नि त भनेको। अर्को साल पनि खालि गएको गयो अहिले चाहिँ अलिक ठिक भएको छ। अब अहिले अलिकति बिमारी हुनुहुन्छ, तपाईँ उपचार गराउन चाहनुहुन्छ? म त केही पनि उपचार गर्दिनँ, यसो लुगा फाटा भयो अनि घुम्न जानु पाएँ, रमाइलो गर्नु पाएँ चाहिँ हुन्छ। साथीहरूसँग त्यही पनि एक्लै त कता, पहिलाको साथीहरूसँग, अब आफूले मन पराएको साथीहरूसँग, आफू जस्तै उमेरको केटाकेटीहरूसँग हिँड्नु मन लाग्छ, साथीभाइहरूसँग हिँड्नु मन लाग्छ, खान मन लाग्छ। उयो त्यहाँ कोब्रा होटल जानु मन लाग्छ। हजुर, त्यहाँ हामी पहिला खेलेको। अरू जो टाउको दुख्छ, त्यो टाउको दुखेको उपचार गर्न मन लाग्दैन तपाईँलाई? उपचार दबाई नै खानु मन लाग्दैन। पहिला दबाई खाएको, उल्टी गरेको कि त जिल्ला हस्पिटलमा। राति तपाईँले अब त्यो चाहिँ उपचार गर्नु मन लाग्दैन, त्यस्तो हुन्छ है? त्यस्तो फिल गर्छ तपाईँलाई? भनेपछि तपाईँको मनमा जे आउँछ तपाईँले त्यही गर्ने हो? दिउँसो चाहिँ दिउँसो कति सुत्छु भने दिउँसो त मेरो टाउकै फुट्यो भने मान्छे मऱ्यो भने दिउँसो चाहिँ म गर्दैन, किनभने दिउँसो मान्छेहरू हुन्छ नि त, त्यही भएर दिउँसो चाहिँ म त्यस्तो उपद्रव गर्दिनँ। राति चाहिँ अब राति अँध्यारोमा आफ्नो कोठामा जे गरे पनि भइहाल्छ, कसैले देख्दैन। अब चियाएर हेर्ने फोटो खिच्ने गरौँ भने त उसै उनीहरूको गल्ती हुन्छ नि त। तपाईँभित्रको मनभित्र जो जसले तपाईँलाई वस्त्र, तपाईँको लुगा खोल्न लाउँछ, तिनीहरूले तपाईँलाई के गर्छ? लुगा खोल्नु लाउँछ, अनि उता नपारेपछि थिचेको थिचै यस्तो गरेर थिचै गर्छ। तपाईँलाई जागित्रले दुःख दिएछ? त्यो मरेको दुःख दिएको होला। उता ढोका चाहिँ तपाईँहरू आइहाल्नु भयो, तपाईँहरूको उता ढोका चाहिँ बनाइदिनु चुकुल, त्यही हो। म त अरू त केही पनि चाहन्न। हजुर, त्यति हो। त्यति। तपाईँ अघि मासु ल्याउँछु भन्नुभएको थियो, मासु पनि ल्याउनु भएको छ होला नि त? छैन। तपाईँ त झुट बोलिहाल्नु क्यामेराको अगाडि। फेरि तपाईँहरू कसले मासु ल्याउँछु भन्नुभएको थियो? खै मासु छ भनेको होइन? खोइ त। मासु मनपर्छ तपाईँलाई? मासु माछा रोस्टहरू खानु मन लाग्छ, होटेलको खानेकुराहरू खानु मन लाग्छ, चाउमिन मोमो के खानु मन लाग्छ। म त अब पिज्जा बर्गर समीक्षा अधिकारीको के खानु मन लाग्छ, म थाहा छैन। मासुहरू बढी खान मन लाग्छ? हजुर, घरमा मासु चाहिँ बढी तपाईँलाई बढी खान मन लाग्छ कि अथवा त्यो एउटा पूजा गर्नु न ल? कस्तो पूजा गर्नु? पूजा गर्नु त्यो फोटो मलाई चाहिन्छ, कुन भगवानको? होइन, तपाईँले मनमा सम्झेर। हुन्छ, भन्नु मनमा सम्झेर एउटा गर्नु न। तपाईँले कस्तो फिलिङ गर्नुहुन्छ, पूजा गर्नु न ल। अब के गर्नुहुन्छ त तपाईँ? धामी झाँक्रीमा जानुहुन्छ कि? धामी झाँक्रीमा लानुहुन्छ भने म त जहाँ पनि जानु तयार छु, किनभने म त बाहिर हिँड्नु मन लाग्छ नि त, भित्रै बसेको त्यही भएर।
बाहिर गाडीमा बाइकमा कता कता अब यहाँ धेरैले तपाईँलाई हेरिरहनु भएको छ दाजुभाइ दिदीबहिनीहरूले त्यही हेरिरहनु भएको छ त झुट पक्रिहालेँ मैले तपाईँको फेरि मासु होइन ल्याउनु भएको छैन रहेछ होइन मैले त बोलेको छैन नि उता त्यही पनि त हो मैले कसले बोल्नु भएको थियो मैले सुरुमै मासु भनेको थिएँ नि कसले बोल्नु भएको थियो खाने भने त उता कता हुनुहुन्छ है आफै भन्ने लु कसले भने हो कसले हो इन्टरभ्यूमा अब ठुल्ठुलो बडा मान्छेहरू अब म त सानो मान्छे हो नि त सबैभन्दा जेको मासु दिँदा पनि हुन्छ जेको त होइन चिकन परेवाको मासु चाहिँ किनभने परेवाको मासु नै मलाई बिगारेको छ नि त त्यही भएर परेवाको मासु चाहिँ खानु मन लाग्छ हजुर धेरै जस्तो परेवा त अहिले भेटिँदैन यता आफन्तकोमा पनि छ परेवा त तर बच्चाहरू हेर्नुपर्छ होला आफन्तकोमा छ नि त परेवा त्यही भएर त हामी यहाँ धामी लगाएको मैले एकदम मेरो त पेट दुख्ने महिना त्यही हो रेडियोमा भने जस्तै महिनामा गर्भरि तल पेट दुख्ने सेतो पानी बग्ने रोगहरू थियो अनि त्यो चाहिँ निको हुन्छ कि भनेर धामी लगाएको लुछुमे धामी लगाएको म त लुछुमे थाहा पनि छैन लुछुमे आयो कि त्यहाँनिर आफन्तहरूले नै लुछुमे राम्रो भन्छ पछि चाहिँ नराम्रो भन्छ यहाँ कृष्ण दाइले चाहिँ बिरमा लेम्पा कृष्ण दाइले चाहिँ बिरमा लेम्पा राम्रो भन्नुहुन्छ भन्नुभएको थियो यता चाहिँ अनि लुछुमे लुछुमेको बाङ्रे भनेको घर त त्यहीँ रहेछ तपाईँलाई एउटा म भन्छु म एउटा राम्रो सल्लाह दिन्छु मान्नुहुन्छ मान्छु तपाईँले बिहान बेलुका सधैँ पूजा गर्नुहोस् न पूजा गर्न त फोटो पनि हुनु पर्यो नि त फोटो छैन नि त हेर्नु त जान त मेरो कोठा त्यही हो के छैन ठिक छ बरु फोटो ल्याइदिनुहुन्छ सिसामा भएको सिसामा भोटो शिवजीको हुन्छ शिवजी गर्नुहुन्छ शिवजीको पनि गर्छु जुन पनि क्रिस्चियनको पनि गर्छु म गणेशको गर्नुहुन्छ सबैको गर्छु खास विशेष गरी चाहिँ कसको पूजा गर्नु मन लाग्छ तपाईलाई लक्ष्मीकै पूजा गर्नुपर्छ किनभने घरमा त तिहारको बेलामा त अब दसैँ तिहारमा त अब लक्ष्मीकै पूजा गरिन्छ नि त छेटमा त अब गइन्छ होइन त्यो तिजगा खोला गइन्छ अनि छेटमा पूजा गरिन्छ सूर्यको अगाडि त्यहाँ दसैँ तिहार चाडपर्व आएकै सपनामा बढी तपाईँले कसलाई देख्नुहुन्छ जस्तो आफन्तहरू आफन्तहरूले देख्छ साथीहरू देख्छ अब त्यो रिक्सन भनेको त्यहाँको छ त्यो केटा देख्छु र अहिले चाहिँ छैन रोसे पनि छैन सुराजे पनि छैन घरमा चाहिँ छैन खै कता गएको छ मम्मी छोरा कता गएको छ अनि अनिसा दिदीको बारेमा नि अलिकति भन्नु न त के हो कसो हो मलाई त यहाँनिर त अनिसा दिदीको बारेमा कुरै नगर भन्नुभएको थियो फेरि आफै त्यहाँ तल शिवजीको मन्दिरमा त्यो बर पिपल छ नि त्यहाँनिर बरको भेटमा गएर त्यहाँ भाउजूलाई तपाईँलाई एक दिन हामी झाँक्री लिएर आउँछौँ होइन हुन्छ झन् राम्रो खाना पाइहालिन्छ लटे झाँक्री नै ल्याएको राम्रो लाग्छ जे पनि दिनुहुन्छ नि त नि चुरोट युट्युबमा हेरेको चुरोट खानलाई चुरोटै थुक्पा खानलाई थुक्पा नै मोमो खानलाई मोमो नै दिनुहुन्छ नि त नि हो त्यस्तो मोबाइलमा हेरेको के थाहा मलाई अन्त भाले चाहिँ एउटा काटेर अन्त मोड कुटाएर चलाउने त्यो चाहिँ अरू जनताहरूले पनि मानेको छैन नि त त्यही भएर त्यो चाहिँ मलाई थाहा भएन तर खाना पाइन्छ लटे झाँक्री नै मनपर्छ शिवसती बा मनपर्ने 30 रुपियाँ गोपे म त डर पो लाग्छ